आज चाहिँ मेरो साथीले मलाई यस्तो काममा फसायो। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु रोशन कवर एन्ड ट्राभल। जाने मैले रङ्गोली बनाउनको लागि केही रङहरू बनाइरहेको थिएँ कि साथीले मलाई बोलाउन आए। आज चाहिँ मलाई कुन काममा लगेर फसाउने हो भनेर मलाई थाहा पनि छैन। थाहा नभए पनि म साथीसँग बाइकमा बसेर हिँड्ने पो मलाई परसी लाएर पो छोड्छन्। किन मलाई यहाँ लिएर आएको भन्दाखेरि उनले भन्छन् मलाई केही कामहरू सघाइदिन पर्यो भनेर म तिमीलाई यहाँ लिएर आएको। हाम्रो काम चाहिँ दुईटा थियो, जसमा यहाँ झिलिमिली लगाउनु थियो र अर्कोमा चाहिँ लाइट लगाउन थियो। हाम्रो साथी चाहिँ परे इलेक्ट्रिसियन, जसले पहिला गर्दा हामी लाइट लगाउन पुग्यौं। साथीले लाइट लगाउँदाखेरि मेरो मन डराइरहेको थियो, किनभने विथआउट सेफ्टी नै उनी काम गरिरहेको थिए। यहाँको लाइट लगाइसकेपछि हामी झिलिमिली बत्ती लगाउन पुग्यौं। यहाँ आउने बित्तिकै पहिले त हामी सिडी लगाएर माथि पुग्यौं र माथि पुगिसकेपछि परासीको दृश्य चाहिँ यस्तो देखिने रहेछ। यस्तो राम्रो सिन देखिसकेपछि हामी हाम्रो कामतिर लाग्यौं। झोलाबाट बत्ती निकालेर हामीले लगाउँदै थियौं कि केही छिनमा हामीले यस्तो रमाइलो दृश्य पनि देख्न पायौं। हामीले यो रमाइलो हेर्दै हेर्दै काम गरेर सकेको थाहै भएन। बत्तीहरू लगाएर कनेक्सन दिइसकेपछि हाम्रो झिलिमिली बत्ती चाहिँ यस्तो देखियो। आजको हाम्रो सर्ट ब्लग चाहिँ यही सकिन्छ। सो डोन्ट फर्गेट लाइक, शेयर एन्ड सब्स्क्राइब। तपाईहरुको तिहार चाहिँ कस्तो भयो कमेन्टमा भन्नु होला।